व्हाट्सअप गाइज एन्ड वेलकम टु माई युट्युब च्यानल। त आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला, हामी पनि सन्चै छौँ। अनि हामी यता जाँदैछौँ, आज मल फाल्ने हाम्रो कार्यक्रम चल्दैछ होइन। यो आशिष टक्क यता फेरि मन्जिता अनि उता भाइ छ विश्व। अनि हामी जाँदैछौँ अब डोको ल्याउन राम्रो चट्ट होइन। यता साइन्टिस्ट पनि आउने रहेछ। यता हाम्रो साइन्टिस्ट पनि आउने रहेछ फेरि आज उहाँसित हामीले भेट गर्दैछौँ। मम्मी कहाँ जान नानी टक्क होइन। भरत के छ? हेलो के छ यार? हेलो पुरा काम गर्दै रहेछ क्या। हेर्न ऊ डोको कता टक्क आजको चाहिँ ब्लगमा हामीले टक्क काम गऱ्यो होइन। मल उता सानो लिएर ऊ आए उति एउटा नाम लिएर नि, एउटा पछाडि बोरो पनि लिएर हिँड कि बोरो, अनि एउटा चुन्नी बान्नलाई हिँड के कन्ना पुरानो सर्ट लगाए पनि हुन्छ त। अहिले मैले पनि कबाडी सर्ट लगाउने हो कि टक्क होइन। आज पनि मौसम राम्रो छ, पुरा जाडो जाडो ट्याक्क ठिक्क। राम्रो छैन त्यही लिएर हिँड्न। ए हुन्छ ए मर्ला त्यत्रो टोका बोकेर अलि त सानो लिएर ल हामी जाँदैछौँ अब टक्क यसले डोको ल्यायो होइन। ए बोरो है यत्रो घर यस्तो नभन्न यार, हाम्रो दर्शकहरूले बोरो छैन भनेर फेरि उ गर्छन् कि। अहिले फेरि के हेर्नु लास कुनै युट्युबरको के हेर्नु लास। मैजाले खाना बनायौ? हामी मन्जिता त पुरा यस्तो हेलो भनिदिउ होइन। ल अब हामी डोको लिएर जाँदैछौँ होइन। अहिले यस्तो होइन भाइ कहाँ मेरा रे त्यस्तो 500 रुपियाँ दिने या त मैले चाहिँ गर्थेँ गरेँ। आज भने दामी ब्याकग्राउन्ड आएको कि होइन। मन्जिताले खाना के बनाउने हौ? मासु र भात। आज चटपटी खाने हो कि नै है? हामी जाँदैछ हाम्रो घर होइन। हामी आज मल बोक्ने चट्ट के गर्ने, गाउँमा बसेर काम गर्नै पर्यो, गाह्रो छ। हाम्रो गाउँ कस्तो लाग्यो हजुरले भनिदिनु होला। दामी देखेँ नि। हामी जाँदैछौँ म अहिले गाह्रो छ कि होइन। यसको बिच्चाको काटेर बाटा हिँड्नुलाई पनि सुरवाला ओके। अनि सिधै दिनु हो ला भयो। अनि भाइ त कोही जान्नुहोस् आज? कोही जान्नुहोस् भने सोधे। हाम्रो घर आइयो होइन, यताबाट जाँदैछौँ हामी। कति खोज मेरा पनि कति छ नि यार। हामी अब यहाँबाट हाम्रो घर आइपुग्नु लाग्यो। यहाँ हेरेर पनि हिँड्नु पऱ्यो कि। ल आज मल फाल्ने भनेको यही हो, चट्ट यति मल छ हुन पऱ्यो। यो गोठ छ। हेलो ओ डोको निकालौ, कहाँ गयो त? माथि ओ बोक्ने यिनीहरू मल आऊ के छिटो आऊ। यस्तो चालो भने तिमीले आज दिन बिताउँछौ यार। कोही मलाई डोको दियो एउटा चट्ट, एउटा डोको निकालौँ कि डोको निकालौँ। यहाँ त के राख्यो यत्रै डोका आफूले हो नि फेरि हेर्छु के यहाँ एउटा डोको मात्रै हो र अरू डोको पनि खोज्लाम न होइन। अरू त डोको पनि। हेलो 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 त हाम्रो ठुल्मम्मीको घर उहाँ पारि हामीले यहाँ टक्क मल फाल्नलाई हामीले कपडा सर्ट लाउनु पर्यो कि होइन।
कबड्डी सर्ट लाएर बोक्ने हो आज हामीले। त्यही हो यिनले यिनले बोक्छन्, आफूले उसँग बोक, मैले यो ठुलामा बोक्छु। हुन्छ छिटो मल खाना के खाना खाएर मुख पिन्चुटी हेर्नु त कुदालो खोर्रा कोदालोले हालिदियो। नाम त देऊ सर्ट लगा मैले बरु लाइसी त भयो लिएर लगा कि मैले लिन्छ गोबर गोबर गनाउँछ यार। धुनी त के अरे अर्को चेन्ज गर्छु कि फाइनली भेटियो गाइज। यो पनि हुन्छ त्यस्तै डबल मेरो नाम्लो कस्तो हो हाम्रो पनि कबाडी हुन्छ हाम्रो नाम्लो बनाउनु ला हामी यहाँ खोल्दा पनि गाह्रो भएको थिएँ। हामी यति बेला सल्लीकोटको नगरपालिका 12 मा छौँ। फेरि यहाँ के म पत्रकार हो र खै ल्याउ बेरो नि मोटु ए नाम्लो बनाउनु पनि अलि दुखी छ कि फेरि खोल्यो यस्तो गरा कि क्यामेरा कुमेरा नढल्का कि फेरि राम्रो हुन्न को यसलाई डबल गराउनु कि सिङ्गल गराउँ यहाँ फेरि अलिक कसरी बनाउने हो कि मैले सिक्दैछु कि इस ए यहाँ नाम्लो बनाउनु लाग्यो बिचरा सक्दिनँ सुत्नु गरिहाल्छु। अलिक क्यामेरा सिधा गर हामीले आमाले हात भाँचेर बसिदिनु मेरो आशिष मैले ठुला दोका बोक्छु त्यसले नसकुँदाखेरि ए ल ए यार पनि लाने हो नि मलाई थाहा गर मैले यहाँ नाम्लो बनाउँछु आफूलाई नेपालको झन्डा यसरी हल्लिन्छ बिना हावाको कसरी हल्लिन्छ स्टार्टिङ गर्नु होइन यो कुराले पनि ओहो यिनी त सिमटारा माथिको खोसेर लैछ नि हल्लिनु हल्लिनु तल गुरुङ यहीँ छोडेको छैन यहाँ कम्ता बाठा रहेछ डोको अलि माथि राखिदिनुहोस् पहिला फोन हाल्छ र पहिला फोन हाल्नु दाम नै त नै के त्यसरी हुन्न अप्ठ्यारो हुन्छ होइन पहिला थोरै तल खोज्नु कोदालो भएन नि अप्ठ्यारो ए जाउ लिएर फोर्रा भार लिएर हाम्रो अरज छ कि फोर्वा जाउ पोलतिर मन्चाल दिन्छ पोल बोकेर जाँदैछौँ बाटो फेरि यस्तो अप्ठ्यारो छ नि कुरै नगरौँ के हिँड्न पनि गाह्रो भइरहेछ होइन कहिले यस्तो गरेर के हिँड्नु पनि गाह्रो भइरहेको यस्तो बोकेर हामी त गाउँको काम हो गर्ने पुरो हे आमा जाम भन्यो मलाई तिनीहरू त छोडेर गएछन् ए पर्ख्यो ल है मैले जब आउँदा बित्तिकै त सुरुमै लड्के यार झन्नाले उठ्यो मलाई भनेपछि त्यसै जोड्छ हाल्छ कि खालि खुट्टा यार सबैलाई त सक्ति जाने तिमीलाई खालि मुएर हो नि उहाँ तल गरिदिन्छु है
आशिष हुँ यो इन्डियाको नम्बर होइन र हो न खोइ माथि इन्डियाको कसको आयो फेरि इन्डिया सम्राट त गएन है हाँ नचिनेर त सोधेको र चिनेमा के सोध्थ्यो र सम्राट सम्राट फाइनली आजको काम भइसकेको हो मल बोकेर ल्याइयो नाइयो अब कपडा धोइयो टक्क खाना बनाउने आज खाना पनि बनाउन पर्यो गाइज मोमो बनाउँदा हम यहाँ किमा चप गरेर प्याज स्याज हालेर टक्क होइन यता मासु भयो यहाँ चाहिँ मैले आटा गुन्ना लगाएको कडाइमा होइन भेटिएछ त पनि भयो मैले आफै राख्छु यता कता लौ यसो यता मलाई टक्क देखाउ तँ यता मलाई देखाउ यहाँ यस्तरी आटा मैदा गुन्ना लगाएको होइन र त्यो मैदा तिम्रो भएन अनि यति यो भने बेल्नला खोइ मैले त त्यो पानी लिएर हो तिमीले जाऊ काम भयो त हाम्रो गाउँको चुरो भइसकेको छ हामीले स्टिम गर्दैछौँ अनि उता फेरि टक्क होइन हाम्रो चटनीको लागि बनाउँदैछौँ उबाल्दैछौँ हाम्रो स्पेसल चटनी अनि हाम्रो यहाँ आशिष भाइ कपाल बेकार भयो मोमो चाहिँ बन्दैछ होइन यता आशिष बसिरहेको छ अनि उता मासु पकाउने भनेर राख्यौँ अब हामीले फेरि अब अरू पनि काम गर्नु पऱ्यो अब मासु पकाउने हो अनि हल्का भात पकाउने आजको डिनर चाहिँ फाइनली हाम्रो चटनी पनि बनिसक्यो यता मासु पाक्दैछ होइन यता स्टिम मोमो पनि भइसक्यो अनि यता होइन टक्क हामीले आजको हाम्रो डिनर उता भात पक्दैछ राइस कुकरमा अनि चट्ट म चाहिँ होइन यता क्यामेरा अलि अप्ठ्यारो भयो कि देख्यो ल है मेरो पनि यहाँ टक्क यस्तो लाइक सब्सक्राइब गरौँ है टक्क हामी मम्मी उता हामी मम्मी त पुरा हरिफ देखिन केही हुन्न 5 6 7 8 9 10 टक्कै आशीले टक्कै 10वटा भयो अब बोइला खै प्लेट लिऊ 4 5 5 2 7 7 8 9 10 2 4 6 8 10 त्यो बुवालाई तिर्का बुढाबुढी है लग्ने हो बुढाबुढी हामी चाहिँ मोमो खान लागेको बनिसक्यो होइन यस्तो यी मोमो है यो चाहिँ मोमो है यस्तै लगेर हाम्रो फेरि गाउँमा यस्तै हो क्या